लाज मर्दो नेपाली भन्नु नि विश्वले हेरिरहेको छ तपाईहरुलाई नेपाल बस्नेहरुलाई सोशल मिडियाभरि फोटै फोटा भिडियो मेम चोरी लुटपाट डकैती अझै पनि मान्छेहरु लोभ अजीब चीजहरु छ उनीहरुको एकमात्र धर्म भनेको जीवन जिउनु हो जीवन जिउनु नै हाम्रो धर्म हो र अरूलाई जिउन दिनु पनि धर्म आफू जिउनु धर्म हो भने अरूलाई जिउन दिनु पनि धर्म हो पश्चिमा जगतका व्यक्तिहरूले अनुसरण गरेका कुराहरू खोज गरेका कुराहरू हाम्रो 5-10 हजार 5-7 हजार वर्ष अगाडिकै मान्छेले पत्ता लगाइसकेको थियो खोज गरिसकेको थियो भनेपछि त हुन पर्ने हो नि त हाम्रो सभ्यता भनेको त 10,000 वर्ष अगाडि हुनु नि सर्वप्रथम त विकास भनेको आफू भित्र हुनु पर्यो जिल्ला सडक मापदण्ड भनेको जिल्ला सडक सम्पत्ति धन सम्पत्ति हैन गाडी बंगला त्यो मापदण्ड हुनु भएन के मापदण्ड भनेको मान्छे कतिको खुसी छ कतिको सन्तुष्ट छ कतिको बोन्ड छ कतिको एकता छ भित्र देशभित्र अथवा यो पुरै जगतभित्र हैन त्यो चाहिँ विकासको मापदण्ड हो मापदण्ड भनेको पैसा पनि हैन मापदण्ड भनेको ठुला बिल्डिङ पनि हैन मापदण्ड भनेको हाम्रो चाहिँ विकासको मापदण्ड भनेको पैसा पनि हैन ठुला चाहिँ बिल्डिङ पनि हैन ठुला घर ठुला चाहिँ गाडी हैन चिल्ला सडक भयंकरका बिल्डिङ पनि हैन मापदण्ड भनेको खुशीको मापदण्ड विकासको मापदण्ड भनेको त्यो हैन विकासको मापदण्ड भनेको हामी तपाई र म बीचको आत्मीयता तपाई र म बीचको सहयोग आदान प्रदान हैन एकता त्यो नै हाम्रो विकासको मापदण्ड हो विश्वले हेरिरहेको छ तपाईहरुलाई नेपाल बस्नेहरुलाई सोशल मिडियाभरि फोटै फोटा भिडियो मेम चोरी लुटपाट डकैती अझै पनि मान्छेहरु लोभ लालसाबाट लिप्त भएर बाँचिरहेका छन् सानो एउटा आन्दोलन लुट्ने एउटा सानो मौका र लुटपाट सुरु के भन्ने के नेपालीहरुलाई के भन्ने नेपाली भनेर आफूले आफूलाई भन्न पनि लाज लागेर आउँछ हाम्रो नेपाल हाम्रो देश भनेको सभ्यताको सूचक सभ्यताको सुरु भएको ठाउँ पुरानो सभ्यता अझै पनि जिउँदै रहेको ठाउँ जहाँ चाहिँ मानिसहरूले जीवन जिउने अभ्यास आजभन्दा हजारौं वर्ष पहिले गरिसकेका थिए अहिले त हाम्रो नेपाल भारत भनौं र जति पनि यो हाम्रो पूर्वीय चाहिँ छ सभ्यता जसलाई हामी सनातन भनेर पनि भन्ने गर्छौं अहिले मोडर्न टाइममा यो सभ्यतामा रहने व्यक्तिहरुको सोच चेतनाको स्तर भनेको सर्वोच्च हुन पर्ने अहिले किनभने हाम्रो जीवनशैली भनेको अहिलेको तत्काल 100 200 400 800 इभन 1000 2000 वर्ष मात्रैको हैन यो हजारौं वर्ष 30-35 हजार वर्ष पुरानो हाम्रो सभ्यता रहेको छ हाम्रो ठाउँमा रहने मानिसहरू 20औं हजार वर्ष पहिलेदेखि नै जीवनलाई कसरी जिउने यसलाई कसरी राम्रो बनाउने यसलाई चाहिँ कसरी सुदृढ बनाउने भन्ने कुराहरूको खोज र अनुसन्धानमा त्यति बेला नै लागेका थिए र जीवनलाई चाहिने सही र समय र वातावरण युक्त सिद्धान्तहरूको विकास त्यति बेला नै भइसकेको थियो विभिन्न खोज तथा अनुसन्धानहरू त्यति बेला नै भइसकेको थियो र मानिसहरूले त्यही हिसाबले जीवन जिउन थालिसकेका थिए भने त्यो अभ्यासलाई निरन्तरता दिँदै अहिलेसम्मको स्थितिसम्म आइपुग्दा हाम्रो पूर्वीय सभ्यता भनेको यति धेरै एडभान्स यति धेरै चाहिँ अगाडि हुनुपर्ने सबैभन्दा तर किन छैन मानिसहरू अहिले पनि केवल हैन त्यो भएको हाम्रो जुन सभ्यता विकास गर्ने व्यक्तिहरू छन् त्यो सभ्यतासँग जोडिएका जति पनि कथाहरू छन् कति पनि पात्रहरू छन् ती पात्रहरूको फोटा टाँस्ने भित्तामा यस्तै भित्तामा टाँस्ने फोटाहरू र ती फोटाहरूलाई पूजा गर्ने हाम्रो जति पनि इतिहासहरू छन् वेद पुराणहरू जति पनि छन् हैन उपनिषदहरू जति पनि छन् तिनीहरूलाई पुस्तक बनाउने ग्रन्थ भनेर पूजाआजा गर्ने ढोग्ने धूपबत्ती गर्ने र धर्म हुन्छ भन्ने विश्वास गरेर बस्ने प्रवृत्तिले गर्दाखेरि हामी आज पिछडिएका छौं यदि हाम्रो त्यो जीवन जिउने जुन अभ्यास थियो जुन त्यो पुस्तकहरुमा लेखेको थियो वेद पुराणहरुमा लेखेको थियो र हाम्रो सभ्यताले हामीलाई जे सिकाएको थियो त्यसलाई चाहिँ दैनिक जीवनमा चाहिँ लागू गर्दै त्यसलाई जिउने कोसिस गरेको भए आज यो दिन हामीले देख्न पर्ने थिएन र यो व्यवस्था पनि हुने थिएन
सायद अर्कै व्यवस्था हुने थियो हैन। उदाहरणको लागि हामी रामको उदाहरण लियौँ, राम राज्यको उदाहरण लियौँ हैन। सत्ययुग भन्छौँ हामी, जसरी हाम्रो पूर्वीय सभ्यतामा रामको ठुलो योगदान छ जीवनलाई सभ्य र हैन एउटा चाहिँ आदर्शपूर्वक बनाउनको निमित्त चाहिँ के गर्न सकिन्छ भन्ने कुरा चाहिँ रामको जीवनीबाट हामी लिन सक्छौँ। राम पनि हामी जस्तै एक व्यक्ति थिए जो जन्मिएका थिए यो संसारमा, राजाको छोरा भएर जन्मिएका थिए हैन। र उनले जीवनमा राजाको छोरा भएर पनि जीवनलाई चाहिँ कस्तो साधारण तरिकाले जिउने कोसिस गरेका थिए। आफ्नो सम्पूर्ण भनौँ न जीवन र जगतमा भएका प्राणीहरूलाई चाहिँ एक सम्मानले व्यवहार गर्ने र एक मर्यादा, आफ्नो पुरुष भएको मर्यादा जुन छ, पुरुषको एक मर्यादा जुन छ त्यो मर्यादालाई पालन गर्ने, छोरा हुनुको मर्यादा, एउटा भाइ हुनुको, एउटा दाजु हुनुको मर्यादा, एउटा पति हुनुको मर्यादा हुन्छ नि, अनि एउटा राजा हुनुको मर्यादा र एउटा मित्र हुनुको मर्यादा। एउटा पुरुषले जीवनभर जति पनि कर्महरू गर्छ त्यो कर्मलाई एउटा मर्यादामा रहेर, एउटा सैद्धान्तिक एउटा नियममा, एउटा अनुशासनमा रहेर कसरी जिउनुपर्छ भन्ने कुराहरू चाहिँ रामले सिकाउन खोजेका थिए। तर मान्छेहरूले के गर्छन् आजकल, रामका फोटाहरू भित्तामा टाँच्ने, रामका मन्दिर बनाउने, भजन गाउने, हे राम भन्ने हैन, रामकै गुणगान मात्रै गाउने, तर त्यो रामले सिकाएका कुराहरू जुन छन् त्यो आफ्नो जीवनमा केही पनि लागू नगरेर, एउटा रत्ती पनि न एउटा चाहिँ छोरा मान्छे राम्रो छोरा बन्न सक्छ, न राम्रो पति बन्न सक्छ, न राम्रो मित्र बन्न सक्छ, न राम्रो चाहिँ समाजको एक सदस्य बन्न सक्छ, केही पनि छैन। बस फोटा टाँच्ने भित्तामा रामका, मठ मन्दिर बनाउने, भजन गाउने हैन, धूपबत्ती गर्ने, आराधना गर्ने रामका। के यसले धर्म हुन्छ त? रामले के यही चाहेका थिए त? के यो गरेर रामको पूजा गरेर राम राज्यको स्थापना हुन्छ त? हुँदैन। जसरी कृष्णको लियौँ हैन, अब अहिलेको हाम्रो पूर्वीय सभ्यतामा जन्म भएका बुद्धको लियौँ, के बुद्धले आफ्नो मूर्ति बनाएर पूजा गरेर मठ मन्दिर बनाएर बस भनेर भन्नका लागि उनले चाहिँ उनको सिद्धान्तहरू प्रतिपादन गरेका थिए त? थिएन नि त। उनले त समाजको उत्तर उन्नति होस्, अझै राम्रो होस् समाजमा भएका विकृति र विसङ्गतिहरू चाहिँ यो हुन् भनेर छुट्याएर अब हामीले के गर्दा चाहिँ समाज सुदृढ हुन्छ, हाम्रो सभ्यता सुदृढ हुन्छ भन्ने किसिमले उनले आफ्नो भनौँ न एउटा सिद्धान्त दिएर गएका थिए। उनी मूर्ति पूजाको खिलाफ थिए र जति पनि धर्महरू रहेका छन् ती धर्महरूमा समय व्यर्थ फाल्नु, ती धर्महरू ग्रन्थहरूमा भएका पात्रहरूलाई पूजापाठ गर्नु, मन्त्र जप तप गर्नु भनेको समय व्यर्थ फाल्नु हो। यदि तिमीलाई सही र उत्तम आनन्द लिनु छ भने ती पात्रहरूले भोगेका जति पनि दिन खोजेका ज्ञान गुणका कुरा छन् तिनलाई आफ्नो जीवनमा उतारेर जीवन जिउ भन्न खोजेका छन्। उनले चाहिँ जति पनि भगवानका कुरा, जति पनि यो मठ मन्दिर पूजा जप तपका कुराहरू छन् त्यसलाई विरोध गरेका छन्, किनभने त्यो सही पनि हो हैन, त्यो सही पनि हो र उनी सही पनि थिए। एक वास्तविक तथ्याङ्क र वास्तविक जीवनलाई निहालेर हेर्ने भने उनी बिल्कुलै सही थिए। समय व्यर्थ फाल्नु मात्रै हो। यी पात्रहरू जति पनि आए हाम्रा जीवनमा, पूर्वीय सभ्यतामा जति पनि पात्रहरू छन् जसले जीवनको आदर्श सिकाउँदछन्, ती जीवनका आदर्श सिकाउने पात्रहरूका फोटा र मठ मन्दिर बनाएर पूजा आराधना जप तप गरेर चाहिँ धर्म हुने या हाम्रो समाज राम्रो हुने होइन। उनीहरूले सिकाएका जति पनि कुराहरू छन् त्यसलाई आफ्नो जीवनमा उतारेर, जसरी अघि मैले रामको उदाहरण दिएँ, रामले जसरी मर्यादापूर्वक आफ्नो जीवनको चाहिँ जिएका थिए तब त्यसरी नै हामीले पनि आफ्नो मर्यादापूर्वक जीवन जिएनौँ भने त्यो रामको कथाको कुनै मतलबै छैन, कुनै त्यसको औचित्य नै छैन रामको कथाको। जबसम्म हामी आफै स्वयं नै राम बन्न सक्दैनौँ तबसम्म रामको कुनै भ्यालु छैन। हाम्रो जति भजन गाए पनि, जति जे गरे पनि र अनेकन अरू जति पनि पात्रहरू छन् हैन हाम्रो पूर्वीय सभ्यतामा जसले चाहिँ जीवनको आदर्श र हामीलाई चाहिँ अनुशासन सिकाउने कोसिस गरेका छन्, ती पात्रहरूको जीवन उनीहरू नै भएर नजिकन हाम्रो जीवनमा त्यसको कुनै पनि औचित्य रहने छैन, समाजमा कुनै पनि औचित्य रहने छैन। सो यसरी मैले जोडिरहँदा यी कथाहरू हाम्रो पूर्वीय सभ्यतामा हाम्रो मानिसको मानसिकता किन यस्तो हो भनेर भन्न खोजिरहँदा हामी धेरै पहिलादेखिको सभ्यतालाई एकचोटि मूल्याङ्कन गर्नुपर्ने हुन्छ। र यति धेरै पहिले, यति धेरै अगाडि पनि राम
भनौँ न पूर्वीय सभ्यता नै अब नेपाल र भारतको सिमाना चाहिँ उति बेला एउटै थियो होइन, सबै त्यो पूर्वीय क्षेत्र चाहिँ एउटै भएको भएर अब राम भारतकै हो या चाहिँ बुद्ध नेपालकै हो भनेर भन्न मिल्दैन। पुरै एसियाकै हो बुद्ध भनेको चाहिँ होइन, राम पनि पुरै एसियाको हो या पुरै जगतको हो भन्न मिल्छ। त्यति बेला चाहिँ अब बोर्डरहरूको सिमानाहरूको त्यति महत्त्व थिएन। अहिले पछिल्लो समयमा आएर मानिसहरूले चाहिँ सिमानाहरूलाई चाहिँ बाँध्ने काम गरेका हुन् होइन। सो यो विश्व जगतमा जति पनि व्यक्तिहरू जन्मिए, जति पनि वैज्ञानिकहरू जन्मिए, जति पनि दार्शनिकहरू जन्मिए, जति पनि अब भनौँ न व्यक्तिहरू जसले चाहिँ समाजलाई सुधार्ने कोसिस गरेका थिए र त्यस्ता सैद्धान्तिक कुराहरूलाई चाहिँ विकास गरे, ती व्यक्तिहरू भनेका एक पुरै समाजको पुरै विश्वको एक गहनाहरू हुन् जसले चाहिँ समाजलाई केही दिने कोसिस गरेका छन् र उनीहरूले जे दिए त्यसलाई चाहिँ अनुसरण गरेर त्यसलाई जिउने कोसिस हामीले गरेनौँ भने त्यसको कुनै पनि औचित्य छैन र उनीहरूलाई नै फलो गर्नुपर्छ, उनीहरूकै जीवन जिउनुपर्छ भन्ने पनि छैन। किनभने हामी भनेको चेतनशील प्राणी, धेरै अगाडि बढेर आइसक्यौँ। त्यही पुराना कुराहरूलाई हामीले दोहोऱ्याइरहनुपर्छ भन्ने पनि छैन। तपाईँले आफ्नो नयाँ सिद्धान्त बनाउन सक्नुहुन्छ, किनभने अहिलेका मानिसहरूलाई सूचनाको यति धेरै स्रोतहरू छ कि जहाँबाट हामीले सूचना लिन सक्छौँ। पहिला त्यति धेरै सूचनाको स्रोतहरू थिएन। पहिलाको सूचनाको स्रोत भनेको आफ्नो घर परिवार, आफ्नो मातापिता, आफ्नो गुरुवर्गहरू, समाज जे थियो, आफू जहाँ गइन्थ्यो त्यति मात्रै थियो। अहिले हामी चाहिँ देश विदेशदेखि लिएर पुरा विश्व जगतमा के भइरहेको छ भन्ने कुराहरू थाहा पाउन सक्छौँ र सूचना लिन सक्छौँ। र सूचना मात्रै पनि ज्ञान होइन, सूचना भनेको सूचना नै हो। जब त्यो सूचनालाई आफूले चाहिँ फिल्टर गरेर के चाहिन्छ, आफूलाई के चाहिँदैन, के छ सही हो के गलत हो भनेर छुट्याएर चाहिँ एउटा चाहिँ खाका बनाइन्छ, त्यसलाई चाहिँ हामी ज्ञान भन्छौँ। सूचना आफैमा ज्ञान होइन। जब त्यसलाई सही र गलत छुट्याएर चाहिँ एउटा क्याटेगोराइज गरिन्छ, कुन सही हो कुन गलत हो, कुन तथ्यपरक छ कुन चाहिँ काल्पनिक छ भन्ने कुराहरू, कुन वास्तविक कुन अवास्तविक हो भनेर चाहिँ हामी छुट्याएर चाहिँ राख्ने प्रक्रिया जुन छ त्यसलाई चाहिँ हामी ज्ञान भन्छौँ। र त्यो ज्ञानले पनि बौद्धिकता चाहिँ बढाउँदैन। ज्ञान अलग कुरा हो, सूचना अलग कुरा हो होइन। हामीसँग धेरै सूचनाहरू उपलब्ध छन्। हाम्रो पूर्वीय सभ्यतामा धेरै अगाडिदेखिका सूचनाहरू हामी सनातन भनेर भन्छौँ, धर्म भनेर भन्छौँ। हिन्दू धर्म, हामी क्रिस्चियन, मुस्लिम सम्पूर्ण धर्महरू भनेको सूचना मात्रै हो, यिनीहरू ज्ञान होइन। हाम्रो चाहिँ एउटा के गलत धारणा छ भने सूचनालाई नै ज्ञान भन्ठान्छौँ, ज्ञानलाई नै बौद्धिकता भन्ठान्छौँ। हामी सबैलाई एउटै रूप हेरेर चाहिँ दिन्छौँ होइन, तर त्यो होइन। जति पनि उपलब्धता छ हामीलाई, इतिहासमा उपलब्ध चिजहरू छ, जति पनि लेखिएका कुराहरू छन्, जति पनि पात्रहरू छन्, ती सबै सूचनाहरू मात्रै हुन्। ती सूचना हुँदैमा, सूचना सुन्दैमा मान्छेलाई ज्ञान आउँछ भन्ने छैन। यदि आएको भए अहिले हामीले यो दिन चोरी डकैती यस्तो उस्तो मार्ने, लुट्ने, ढाँट्ने होइन, जनतालाई ठग्ने यस्तो उस्तो देख्न पर्ने थिएन। सो सूचना भनेको चाहिँ ती सम्पूर्ण चाहिँ चिजहरूको एउटा हुन्छ नि समष्टिगत रूप हो, जहाँबाट चाहिँ हामीले चाहिँ कुराहरू थाहा पाउँछौँ। त्यो चाहिँ सूचना मात्रै हो। धर्म भनेको नि सूचना हो। ग्रन्थहरू, यी वेद पुराण जति पनि छन्, अब मुस्लिमको चाहिँ भनौँ न कुरान भयो, अब बाइबल भयो, यी जति पनि छन् यी सूचनाहरू, यो ज्ञान होइन। जब यो सूचनालाई लिन्छौँ हामीले होइन, आफ्नो दिमागमा राख्छौँ, राम्रो के हो गलत के हो, मलाई के चाहिन्छ, मेरो जीवनमा चाहिँ कुन चाहिँ लागू गर्दा मेरो जीवन चाहिँ सहज र सरल हुन्छ होइन, त्यो किसिमको चाहिँ एउटा छनौट गर्ने प्रक्रिया जुन छ, र त्यो प्रक्रिया अनुरूप हामी छनौट गरेर आफ्नो दिमागमा राख्छौँ, कुन तथ्यपरक छ कुन काल्पनिक छ भनेर छुट्याउँछौँ, त्यो चाहिँ ज्ञान बन्न पुग्दछ जब छुट्याइन्छ। अनि त्यस पछाडि त्यो ज्ञानलाई चाहिँ जति पनि ज्ञान सही र सत्य के हो होइन, तथ्यपरक कुन छ, काल्पनिक के हो, वास्तविक कुन हो भनेर छुट्याएर राखिसकेको जुन ज्ञान छ, त्यो ज्ञानलाई चाहिँ हामीले यदि होइन समय र वातावरण अनुकूल आफ्नो जीवनमा चाहिँ लागू गर्दै जान्छौँ भने त्यसलाई बौद्धिकता भनिन्छ। त्यो लागू गर्ने प्रक्रियालाई चाहिँ बौद्धिकता भनिन्छ क्या, बुझ्नु भएन? जब कुनै कुरा चाहिँ हामीले लागू गर्छौँ आफ्नो जीवनमा होइन, अब कुनै कर्महरू गरिरहेका छौँ, मानौ आफूले त्यो लिएको सूचना, पाएको सूचना र सूचनालाई बनाएको जुन ज्ञान आफ्नो दिमागमा छ, त्यो ज्ञानलाई चाहिँ हामीले चाहिँ त्यो समयमा प्रयोग गर्छौँ भने त्यो प्रयोग गरिने प्रक्रियालाई चाहिँ बौद्धिकता भनिन्छ। बौद्धिकतापूर्वक गरिएको कर्म होइन। एउटा कुनै कर्म गरिरहँदा बौद्धिकता लगाउनु, यो सही छ र गलत छ भन्ने कुराहरू, कुन चिजलाई चाहिँ कुन चाहिँ तरिकालाई चाहिँ त्यो समयमा लगाउँदाखेरि चाहिँ त्यसको चाहिँ सही फल दिन सकिन्छ भन्ने हिसाबले लगाउँछ हामी त्यो तरिका, त्यसलाई चाहिँ बौद्धिकता भनिन्छ। सो सूचना, ज्ञान र बौद्धिकता तीन अलग विषयहरू हुन्, तीन अलग प्रक्रियाहरू हुन् जीवनका होइन। हामी चाहिँ के भन्ठान्छौँ भने हरेक चिजहरू चाहिँ हाम्रो ज्ञान हो भन्ठान्छौँ, हरेक चिजहरू चाहिँ बौद्धिकता हो भनेर भन्ठान्छौँ, तर त्यो होइन। जति पनि हामीले थाहा पाउँछौँ कुराहरू आउँछ बाहिरबाट होइन, जति पनि ज्ञान गुण कथा कहानी जति पनि आउँछन्, वेद पुराण जति पनि सुन्छौँ हामी, त्यो चाहिँ सूचना मात्रै हो। अनि हामीले चाहिँ त्यसलाई क्याटेगोराइज गर्ने, तर क्षमता चाहिँ आफूले विकास गर्नुपर्छ। त्यो क्षमता आफसे आफ विकास हुने होइन।
त्यो चिजहरू आएको सूचनाहरूलाई चाहिँ कुन सही हो कुन गलत हो भनेर छुट्याउनको निमित्त चाहिँ तपाईँलाई चाहिँ धेरै कुरा धेरै विषयको चाहिँ ज्ञान हुन जरुरी छ, मतलब सूचना हुन जरुरी छ हैन। एउटाको मात्रै कुरो सुनेर थाहा हुँदैन, धेरै मान्छेको कुरो अथवा धेरै विषयले त्यो विषयमा के भनेको छ अथवा सम्पूर्ण चाहिँ भनौँ न वैज्ञानिक तवरले हाम्रो सामाजिक परम्परागत रीतिरिवाजको तवरले सम्पूर्ण आँखाहरूले त्यो कुराहरूलाई चाहिँ हेर्न सक्ने आँखा चाहिँ तपाईँमा हुन पर्यो। त्यस पछाडि मात्रै ज्ञान चाहिँ तपाईँमा हुन्छ र सम्पूर्ण चिजहरू एउटै कुरालाई सयौं तरिकाले हजारौं तरिकाले जब छुट्याउन सकिन्छ, सही र गलत छुट्याउन सकिन्छ, तब मात्र बौद्धिकताको विकास हुन्छ र हामी त्यो एउटा तरिकालाई अपनाउँछौँ जसले चाहिँ हामीले गरेको कर्मलाई चाहिँ सफल बनाउने काम गर्न सक्दछ। सो यसरी हुनुपर्ने थियो, हाम्रो जीवनशैली चाहिँ यसरी चल्नुपर्ने थियो। यही हिसाबले हामीले चाहिँ सूचना र ज्ञान र बौद्धिकताको चाहिँ प्रयोग गर्नुपर्ने थियो जीवनमा। तर हाम्रो पुर्खाहरूले नि गरेनन्, हाम्रो चाहिँ आएका अहिले भइरहेका मानिसहरूले नि गर्दैनन्। नेपाल ध्वस्त हुनु अथवा हाम्रो चाहिँ पूर्वीय मुलुकहरू चाहिँ ध्वस्त हुनु, अहिलेसम्म एडभान्स नहुनु, अहिले पनि पिछडिनुको कारण के हो भने हामी चाहिँ भएका सूचनाहरूको त्यो ग्रन्थलाई चाहिँ हाम्रो चाहिँ धार्मिक ग्रन्थ हो भनेर पूजा गरेर बस्छौँ। अनि हामीलाई ज्ञान दिने व्यक्तिहरू जो छ त्यसलाई जीवनमा लागू गर्न छोडेर चाहिँ हामी उनीहरूको फोटा बनाएर टाँसेर मोटो मन्दिर बनाएर पूजा आराधना गरेर समय व्यर्थ फाल्छौँ, न कि त्यसलाई आफ्नो जीवनमा अपनाएर त्यस्तै किसिमको जीवन जिउन चाहिँ थाल्छौँ। अहिले पनि रामराज्य हुनसक्छ, रामको जस्तै मर्यादामा रहेर सम्पूर्ण पुरुषहरूले जीवन जिउने हो भने अहिले पनि रामराज्य हुन्छ। कसैको छोरी बलात्कृत हुन पर्दैन, कसैको चाहिँ छोरीबारीलाई कसैले समाउला भनेर चाहिँ कोही डराउनु पर्दैन हैन। अहिले पनि रामराज्य सम्भव छ यदि सबै राम भएर जिउने हो भने। राम नभइकन रामको चाहिँ जीवनमा केही पनि त्यो हुन्छ नि उपभोग छैन क्या। राम भन्ने शब्दकै उपभोग छैन यदि तपाईँ आफै राम हुन सक्नुहुन्छ। राम राम बगलीमा छुरा भन्छ नि मान्छे, त्यस्तै जप्न चाहिँ राम नाम जप्ने, तर ठग्ने, ढाँट्ने, लुट्ने, दिनभरिमा कति ठग्ने, के गर्ने, लास्टमा गएर मन्दिरमा फोटो पूजा गरेर धर्म हुन्छ भन्ठान्ने मानसिकता छ हाम्रो है। यसरी हुँदैन। र त्यस्तै मानसिकताले बोकेका नेपालीहरू पनि छन् जो चाहिँ आफ्नो सूचनाको ग्रन्थहरूलाई धर्मग्रन्थ भन्टान्छन्। ती पात्रहरूलाई चाहिँ हाम्रो पनि समाजमा धेरै पात्रहरू छन् जसले हामीलाई सिकाउँछ क्या, नयाँ नयाँ कुराहरू सिकाउँछन् हैन। जति पनि अब वीर पुरुषहरू जन्मेका थिए हाम्रो देशमा, उनीहरूले पनि सिकाउँछन् धेरै कुराहरू। हामी त्यो कुराहरूलाई सिक्नुको साटो उनीहरूको फोटो बनाउने, उनीहरूलाई पूजा गर्ने र भगवान भन्ने भनेर चाहिँ गुणगान गाउँछौँ। जसरी अब बुद्धलाई चाहिँ मान्छे भगवान बुद्ध भनेर फोटो बनाउने, मूर्ति बनाउने, दुनियाँ गुम्बा सुम्बा बनाउने, राख्ने हैन, फोटा राख्ने, पूजा गर्ने, ध्यान गर्ने, उनका बुद्ध भन्ने जप्ने गरेर चाहिँ समय व्यर्थ फाल्छन्, न कि बुद्ध नै भनेर जन्मेर चाहिँ बुद्धले दिन खोजेको कुराहरू चाहिँ जीवनमा उपभोग गर्न थाल्छन्। गर्दैन कसैले। सो यस्तो मानसिकताले कहिले पनि देश उँभो लाग्दैन, मान्छे उँभो लाग्दैन। हाम्रो सभ्यता भनेको धेरै अगाडिको, हामीले चाहिँ धेरै अगाडि अभ्यास गरिसकेको जीवन जिउनको निमित्त धेरै क्रियाकलापहरू हाम्रो पुर्खाले पहिले गरिसकेका थिए। कुन सही हो कुन गलत हो भनेर छुट्याउनुको निमित्त अहिले पश्चिमा जगतले त 200-400 वर्ष मात्रै भयो, तैपनि उनीहरू यदि एडभान्स किन भयो भने उनीहरूले आफ्नो ज्ञान गुणका जति पनि कुराहरू निस्किन्छ त्यो व्यक्तिहरूलाई भगवान भनेर पुजेर बस्दैनन् क्या। उनीहरू आफ्नो जीवनमा लागू गर्नतिर लाग्छन्। उनीहरूले आफ्नो जीवनमा लागू गर्छन् र लागू गरेर त्यसको पनि सही र गलत पक्षहरूमध्ये सही पक्षलाई लागू गर्छन् र गलत पक्ष छ भने त्यसलाई अझ चाहिँ सुधार गर्दै नयाँ नयाँ कुराहरू थपेर नयाँ सैद्धान्तिक विचारधारा ल्याउँदै अगाडि बढ्दै जान्छन्। हाम्रो चाहिँ पूजापाठमै त्यो व्यक्तिहरू जो पात्रहरू छ, जो व्यक्तिहरू छ, उनीहरूलाई पूजापाठ गर्ने, बस्ने, भजन गाउनेमै हाम्रो चाहिँ जिन्दगी खतम हुन्छ। हामी जहाँ थियौँ पहिले 2000-4000 वर्ष अगाडि त्यहीँ छौँ हैन। अब पश्चिमा जगतका चाहिँ मानिसहरू कस्तो छन् भने उनीहरू पूजा गरेर बस्दैनन्। कोही व्यक्तिहरू आयो, कसैले केही भन्यो या कसैले केही उत्पादन गर्यो, कसैले ज्ञान गुणका कुरा अथवा कसैले सैद्धान्तिक कुराहरूको विकास गर्यो भने उनीहरूले आफ्नो जीवनमा लागू गर्छन् र आफ्नो व्यवस्थामा लागू गर्छन् र व्यवस्थामा लागू गरिसके पछाडि अभ्यास गरेर हेर्छन्। राम्रो छ भने निरन्तरता दिन्छन्, राम्रो छैन भने हटाउँदै अझ त्यसलाई सुदृढ बनाउँदै लान्छन्। त्यही हिसाबले जीवनलाई अगाडि बढाउँछन्। हाम्रो चाहिँ त्यो छैन। अब यहाँ म अहिले क्यानाडामा छु, यहाँ एउटा बाटो बनाउँदाखेरि 300 वर्षको प्लानिङ गरेर हेरिन्छ। 300 वर्ष पछाडि यो बाटो कति बढ्न सक्ला, यहाँ कति जनघनत्व होला, त्यही हिसाबले बाटो बढाउनको लागि बाटो कति ठाउँ छोड्नुपर्ने होला हैन, पेडेस्ट्रियनको ठाउँ कत्रो राख्नुपर्ने होला भन्ने हिसाबले एउटा जब बाटो बनाउँदाखेरि पनि त्यति सोचिन्छ हैन। र अरू चिजहरूको संरक्षण एक आपसको रेस्पेक्टको हिसाबले हेर्ने हो भने एउटा रुख काट्नलाई यहाँ चाहिँ पर्मिट लिनुपर्ने हुन्छ। मानुस एउटा ठुलो बाटो बन्दैछ भने एउटा रुखले गर्दा त्यो रुखमा चराको गुण छ, त्यो चरा रुख काट्नुपर्ने भयो, त्यो बाटो बनाउनु पर्ने भएको हुनाले भने त्यो चराको गुण त्यहाँ रहन्जेलसम्म त्यो रुख काटिँदैन, त्यो बाटो पनि बन्दैन। किनभने कसैको वासस्थान हो त्यो हैन, कोही बसिरहेको छ, जानवरको पनि आफ्नो जीवनशैली छ, आफ्नो चाहिँ राइट्स छ, यहाँ अधिकार छ जिउने। सो त्यस्तो हिसाबले हेरेर गरिन्छ। एउटा सामान्य
तपाईहरुलाई उदाहरण दिनको निमित्त यस्ता धेरै उदाहरणहरु छन्। अब तुलना नगरौँ भए पनि हाम्रो नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने नेपाल अहिले धेरै धेरै विकसित भइसक्नु पर्ने हैन। बाटो घाटो कुलो कुलेसो ठुला ठुला बिल्डिङ जिल्ला सडक मात्रै विकास हैन, चेतना सबैभन्दा ठुलो कुरो हो चेतना। चेतना भएपछि कोही भोको रहँदैन नेपालमा, कसैलाई केही हुँदैन, कोही कहीँ जाँदा पनि डराउनु पर्ने लुटिनु पर्ने चाहिँ डर हुँदैन हैन। मेन भनेको विकास भनेको चेतनामा हुनुपर्ने हो। चेतनाको विकास भएपछि जिल्ला सडक ठुला गाडी बंगला यो हामीलाई चाहिँदैन। बस चेतनाको विकास हुनु पर्यो, मेलमिलाप हुनु पर्यो, शान्ति सद्भाव हुनु पर्यो हैन। हाम्रो जस्तो सानो देशमा शान्ति सद्भाव होस्, सबैजना मिलेर चाहिँ आफ्नो देशलाई बनाउने कोसिस गरौँ हैन। सरकारकै मात्रै मुख ताक्ने पनि गरेर हुँदैन। हामी आफै नै संयम सक्षम र सन्तुलित तरिकाको जीवन जिउन चाहिँ सक्नुपर्छ। त्यो नै हो कि विकास। ठुला ठुला जिल्ला सडकले खान दिँदैन, ठुला ठुला बिल्डिङले खान दिने हैन। मेन भनेको आफ्नो समुदाय मिल्न पर्यो, एकजुट हुनु पर्यो, देश एकजुट हुनु पर्यो। कोही भोको छ भने त्यो भोको छ भन्ने चाहिँ मान्छेहरूलाई थाहा हुनु पर्यो। एक मुठी चामल दिए पनि उसको 1 वर्ष कट्छ। मान्नु अब एउटा समाजमा 5000 जना मान्छे बस्छन्, एउटा घर चाहिँ एकदम गरिब छ, उसलाई खाना लाउनै धाउँदो छ भने सबले एक मुठी चामल दियो भने 4 महिना खाना पुग्छ उसलाई हैन। त्यस्तो किसिमको भाइचारा हुनु पर्यो हैन, त्यस्तो किसिमको सद्भाव हुनु पर्यो। अब यो लडेर मारेर आफ्नै दाजुभाइलाई कुटेर आफ्नै दाजुभाइलाई ढुङ्गा हानेर आफ्नो दाजुभाइ लडेर यी नेताहरूले हामीलाई लडाउने मात्रै काम गर्छन्। पहिलेदेखि चलिआएको हैन। हाम्रो इमोसनल टच के छ त्यसैलाई टच गरेर चाहिँ हामीलाई हल्लाउने, हामीलाई आकर्षित बनाउने, उत्तेजित बनाउने कार्य गर्छन् र एक आपसमा लडाएर उनीहरू चाहिँ बीचमा बसेर तमासा हेर्ने र त्यसको फाइदा लिने गर्दछन्। यो कुरा कार्यहरू नगरौँ। हाम्रो देश भनेको धेरै अगाडि हुनुपर्ने, कमसेकम पनि पश्चिमा जगतभन्दा 5000 10,000 वर्ष अगाडि हुनुपर्ने हो हाम्रो चाहिँ देश। किनभने हाम्रो देशमा भएको जुन सभ्यता छ, जीवनशैली, यिनीहरूले अहिले पछि 300 वर्ष अगाडि पश्चिमा सभ्यताको मानिसहरूले त्यसको चाहिँ सुरुवात गरे, समाजको सुरुवात गरे, देशको सुरुवात गरे भने हाम्रो त आजभन्दा 5000 वर्ष 7000 वर्ष अगाडि नै भइसकेको थियो त्यो क्रियाकलापहरू जुन चाहिँ अहिले पश्चिमा जगतमा 300 वर्ष अगाडि भएको थियो भनेपछि त हाम्रो त केही नभए नि 5000 10,000 वर्ष अगाडि हुनु पर्यो नि त हाम्रो सभ्यता त। अहिले चाहिँ टेक्नोलोजीकै हिसाबले ल्याउँ न, हाम्रो चाहिँ भनौँ न वैज्ञानिक हिसाबले नै ल्याउँ न त। हाम्रो चाहिँ ताराहरूको उपग्रह ग्रहहरूको चाहिँ दिशादेखि लिएर उनीहरूको चाहिँ सबै कुराहरू चाहिँ कहाँ थियो, के थियो, कति दूरीमा थियो भन्ने कुराहरू आउँछ। हनुमान चालिसामा आउँछ सूर्य र पृथ्वीको दूरी के थियो। यो भनेको धेरै अगाडि लेखिएको हो, अहिले भर्खर पत्ता लगाए यिनीहरूले हैन। सो यसरी हेर्दाखेरि वैज्ञानिक रूपले हेर्दा पनि कतिपय कुराहरू चाहिँ धेरै अगाडि पत्ता लगाइसकेको थियो। तर हामीले चाहिँ त्यसलाई खोज र अनुसन्धान गर्ने भन्दा नि पूजापाठ गरेर त्यसलाई चाहिँ धर्मग्रन्थ बनाएर पूजापाठ गर्ने, कुनामा एउटा चाहिँ घरको कोठाको चाहिँ दराजमा राख्ने गरेर समय बर्बाद गर्न थाल्यौँ। त्यसलाई चाहिँ खोज र अनुसन्धान गर्दै 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 त्यसबाट के लिन सकिन्छ ज्ञान हैन भनेर खोज्दै र अनुसन्धान गर्दै अझै थप गर्ने पर्ने कुराहरू गर्दै गर्न गएको भए अहिले वैज्ञानिक रूपले हेर्ने हो भने नेपालमा चाहिँ उड्ने कार हुनुपर्ने। नेपालका चाहिँ वैज्ञानिकहरू अथवा भारतीय वैज्ञानिकहरू अहिले पुरै ब्रह्माण्डमा गइसक्नु पर्ने, इन्टरस्टेलर चाहिँ ट्राभल पनि गरिसक्नु पर्ने, लाइटको स्पिड पनि पत्ता लगाइसक्नु पर्ने हैन। लाइटको स्पिडमा चाहिँ हिँड्ने चाहिँ चल्ने चाहिँ जहाज हुन्छ नि, अन्तरिक्ष विमान पनि बनाइसक्नु पर्ने, हरेक कुराहरू भइसक्नु पर्ने थियो यदि वैज्ञानिक हिसाबले हेर्ने हो भने। किनभने हाम्रा यी खोज र अनुसन्धानहरू 200 वर्ष अगाडि 300 वर्ष अगाडि चाहिँ यो पश्चिमा जगतका व्यक्तिहरूले अनुसरण गरेका कुराहरू, खोज गरेका कुराहरू हाम्रो 5-7 हजार वर्ष अगाडिकै मान्छेले पत्ता लगाइसकेको थियो, खोज गरिसकेको थियो भनेपछि त हुन पर्ने हो नि त। हाम्रो सभ्यता भनेको त 10,000 वर्ष अगाडि हुनु पर्ने। किन भएन भने हामी चाहिँ आफै सचेत छैनौँ, हामी आफै चाहिँ मूर्ख छौँ। हामी भएका सूचनाहरूलाई ज्ञानमा परिणत गर्दैनौँ, ज्ञानलाई चाहिँ जीवनमा बौद्धिकतापूर्वक चाहिँ लागू गर्दैनौँ। पागलपन हैन, ढोङ्गी पारा गर्छौँ। नक्ली जीवन के सही हो के गलत हो भनेर छुट्याउनै सक्दैनौँ हामी। जति पढे लेखेका पनि PhD गरेको व्यक्ति पनि ढुङ्गा हान्दैछ अहिले बाटोमा गएर, डक्टर पनि ढुङ्गा हान्दैछ, धार्मिक गुरु पनि गएर ढुङ्गा हान्दैछ बाटोमा, एक आपसमा आफ्नै दाजुभाइले ढुङ्गा हान्दैछ। के यही हो त विकास? कि हामीले यही खोजेको हो? यही हो हाम्रो सभ्यता? हाम्रो सभ्यताले सिकाएको यही हो? सनातन भनेर अहिले पछिल्लो समयमा मान्छेले भन्छन् सनातन भनेको धर्म नै होइन, हिन्दू भनेको धर्म नै होइन, केही पनि होइन। यिनीहरू केही पनि धर्म होइन, यी सूचनाहरू हुन् जसले चाहिँ हाम्रो जीवनलाई सरल र सहज बनाउने मद्दत गर्दछ। कुन हामीलाई सही छ, कुन सही छैन, कुन चाहिँ हामीले अहिलेको समयमा लगाउन सक्छौँ, लागू गर्न सक्छौँ, कसले चाहिँ हाम्रो चाहिँ भइरहेको कर्मलाई चाहिँ अझै अगाडि बढाउने, अझै उत्थान गर्ने कर्म गर्छ, त्यो सूचनाहरूलाई लिएर हामीले जीवनमा लागू गर्ने मात्रै हो। केवल सूचनाहरू हो यिनीहरू, हाम्रो धर्म होइन। केही पनि धर्म भन्ने चिजै छैन। हाम्रो जीवन पाएका छौँ, हाम्रो धर्म भनेको जिउनु मात्रै हो। मानिस या जति पनि सजीव निर्जीव चिजहरू छ उनीहरूको एकमात्र धर्म भनेको जीवन जिउनु हो, सिद्धो कुरो।
जीवन जिउनु नै हाम्रो धर्म हो र अरूलाई जिउन दिनु पनि धर्म हो। आफू जिउनु धर्म हो भने अरूलाई जिउन दिनु पनि धर्म हो। सो एक आपसमा चाहिँ सद्भाव हुनु पऱ्यो, एक आपसमा भाइचारा हुनु पऱ्यो, सबैलाई जिउने मौका दिनु पऱ्यो। सर्वप्रथम त विकास भनेको आफूभित्र हुनु पऱ्यो। जिल्ला सडक मापदण्ड भनेको जिल्ला सडक, सम्पत्ति, धन सम्पत्ति होइन, गाडी बङ्गला त्यो मापदण्ड हुनु भएन क्या। मापदण्ड भनेको मान्छे कतिको खुसी छ, कतिको सन्तुष्ट छ, कतिको बोन्ड छ, कतिको एकता छ भित्र, देशभित्र अथवा यो पुरै जगतभित्र होइन, त्यो चाहिँ विकासको मापदण्ड हो। मापदण्ड भनेको पैसा पनि होइन, मापदण्ड भनेको ठुला ठुला बिल्डिङ पनि होइन, मापदण्ड भनेको हाम्रो चाहिँ विकासको मापदण्ड भनेको पैसा पनि होइन, ठुला ठुला चाहिँ बिल्डिङ पनि होइन, ठुला ठुला घर, ठुला ठुला चाहिँ गाडी होइन, गाडी चिल्ला सडक भयङ्करका बिल्डिङ पनि होइन। मापदण्ड भनेको खुसीको मापदण्ड, विकासको मापदण्ड भनेको त्यो होइन। विकासको मापदण्ड भनेको हामी तपाईँ र म बिचको आत्मीयता, तपाईँ र म बिचको सहयोग, आदान प्रदान होइन, एकता, त्यो नै हाम्रो विकासको मापदण्ड हो। त्यो भयो भने मात्रै विकास हुन्छ। पहिला चेतनाको विकास हुनु पर्यो, अनि त्यस पछाडि हुन्छ विकास, नत्र भने आशै आश, नो विकास, राइट।